हेर्नुहोस् ए बुढा आउनु आउनु के आइसक्यो पानी छिटो आउनुहोस् बिस्तारै बिस्तारै आउनुहोस् यहाँ मान्छे फेरि बिजोग भयो घर एउटा कोही कसैको घर बाँकी छैन घर एउटा कोही कसैको बाँकी छैन घर अब घर सबै गयो पानी माथि आइसक्यो बस मान्छेले कति लोभ गरेर कमाएको घरहरू अब एउटा केही पनि छैन हेर्नुहोस् अब हामी यहाँ बस्नलाई पनि अझै डर छ त्यो मान्छेहरू किन यस्तो भयो होला त्यो मान्छे के गर्न गयो त्यहाँ त्यो बुढा के गर्न गयो फेरि यार ल त्यहाँ मान्छे फसिरहेको रहेछ यार अब यस्तो बेला को आउँछ उद्धार गर्न यस्तो बेला हेर्नुहोस् मान्छे फसिरहेको छ अब को आउँछ यस्तो बेला उद्धार गर्न त्यो झगडा गर्नुको नतिजा हो साता केही चलेन तर माथि भगवान्को मन्दिर रहेछ भगवान्ले बचाउँछन् जस्तो लाग्छ जहाँसम्म सायद भगवान्ले बचाउला हेर्नुहोस् मान्छे पुरै डुबिरहेको छ यहाँ उद्धार गर्छन् मान्छेहरूको बिचरा मान्छेहरू त्यो झर्नलाई चाहिँ कसले गर्दा त्यो भगवान्ले बताउँछ अब यहाँ त कहाँ सम्भव हेलिकप्टर आयो भने मात्रै हो